नमस्कार। आज हामी टी हार्व एकरको एउटा चर्चित पुस्तक सिक्रेट्स अफ द मिलिनियर माइन्ड भित्र अलिक गहिरिएर हेर्दैछौँ। हाम्रो आजको उद्देश्य चाहिँ के हो भने हाम्रो आर्थिक जीवनलाई भित्रैदेखि केले डोर्याउँदो रहेछ। त्यो एउटा अदृश्य शक्ति जसलाई एकरले आर्थिक खाका वा मनी ब्लुप्रिन्ट भनेका छन्, त्यसलाई बुझ्ने प्रयास गरौँ। पुस्तकको एउटा एकदमै शक्तिशाली विचार छ, तपाईको आम्दानी त्यति मात्र बढ्न सक्छ जति तपाईँ आफै बढ्नुहुन्छ। यो रातारात धनी बन्ने कुनै सूत्र होइन है, बरु यो त खै कसरी भनौँ मानसिकता नै बदल्ने कुरा हो। यो आर्थिक खाकाको अवधारणाबाटै सुरु गरौँ न त। यसलाई घरको थर्मोस्ट्याट जस्तो सम्झनुस् न। थर्मोस्ट्याट हो, जसरी थर्मोस्ट्याटले कोठाको तापक्रमलाई एउटा निश्चित बिन्दुमा त्यो सेटिङमा राख्छ नि, हो त्यस्तै हाम्रो भित्री आर्थिक थर्मोस्ट्याटले पनि हाम्रो आर्थिक सफलताको स्तरलाई कतै सीमित त गरिरहेको छैन। एकदमै महत्त्वपूर्ण प्रश्न हो यो। अनि यो थर्मोस्ट्याटको सेटिङ, यो खाका चाहिँ बन्छ कसरी त? धेरै जसो यो बाल्यकालमै बन्छ। मतलब हामीले पैसाको बारेमा आमा बुवाबाट के सुन्यौं, उहाँहरूले पैसालाई कसरी व्यवहार गर्नुभयो, त्यो देखेर हामीले के विश्वास गर्यौं। हो, जस्तै त्यो पैसा रुखमा फल्दैन भन्ने भनाइ, अथवा धनीहरू त लोभी हुन्छन् जस्ता कुराहरू सुनिन्छ नि। सुनिन्छ। हो, यस्ता कुराहरूले हाम्रो अवचेतन मनमा गहिरो छाप छोड्छन् क्या। अनि हामीलाई थाहै नभई हाम्रो आर्थिक निर्णयहरूमा त्यसको असर परिरहेको हुन्छ। एउटा उदाहरण हेरौँ न त यसको। पुस्तकमा सारा भन्ने एकजना ग्राफिक डिजाइनरको कथा छ। उनी एकदमै प्रतिभावान, सृजनशील। तर के हुन्थ्यो भने ठूला अवसरहरू आउँदा पछि हट्थिन्, मोलतोल गर्न पनि डराउँथिन्। किन होला त? किनभने भित्र कतै एउटा विश्वास थियो, म यति धेरैको लागि योग्य छैन। कस्तो अचम्म है। हो नि। अनि कति सामान्य छ यस्तो हुनु। हामी मध्ये धेरैले थाहै नपाई यस्तै अदृश्य सीमाहरू त्यो आर्थिक खाकाले गर्दा कोरेका हुन्छौँ। अनि साराको के भयो त? जब साराले आफ्नो यो भित्री विश्वास, यो खाकालाई चिनिन् अनि त्यसलाई परिवर्तन गर्न थालिन्, पुस्तक अनुसार त उनको आम्दानी 6 महिनामै 3 गुणाले बढ्यो रे। वाउ! भनेपछि बाहिरी सिप मात्र होइन, भित्री विश्वासले कति फरक पार्दो रहेछ। वास्तवमा भित्री विश्वास त्यो खाका नै प्रमुख हो। हो, यही भित्री खाकाको भिन्नताले गर्दा नै होला धनी र गरिब मानसिकता भएका मानिसहरूको सोचाइमा पनि फरक पर्छ। एकरले यस्ता 17वटा भिन्नताहरू छुट्याएका छन्। के रे, धन सम्पत्तिका फाइलहरू, वेल्थ फाइल्स भनेका छन्। वेल्थ फाइल्स। केही मुख्य भिन्नताहरू हेरौँ न त, जसले यो अवधारणा अझै स्पष्ट पार्छ के। हुन्छ। पहिलो फाइल नै हेरौँ। धनी मानिसहरू विश्वास गर्छन्, म मेरो जीवन आफै सृजना गर्छु। जबकि औसत मानिसहरू अलि फरक सोच्छन्, जीवन ममाथि घट्छ, मतलब परिस्थितिवश हुन्छ भन्ने जस्तो। यो त भाग्यमा विश्वास गर्ने जस्तो भयो। त्यो मात्रै पनि होइन, यो आफ्नो आर्थिक अवस्थाको पूरापूर जिम्मेवारी लिने कुरा हो। जब जिम्मेवारी लिइन्छ तब समाधान खोज्न थालिन्छ, गुनासो गर्न होइन क्या। हो, जिम्मेवारीको कुरा महत्त्वपूर्ण छ। अनि दोस्रो भिन्नता नि? धनी मानिसहरू अवसरहरूमा ध्यान केन्द्रित गर्छन्, जबकि अरूहरू चाहिँ बाधाहरूमा बढी अल्झिन्छन्। एउटै परिस्थितिमा पनि हेर्ने दृष्टिकोण फरक। बिल्कुल। एउटाले सम्भावना देख्छ, अर्कोले समस्या मात्र। यो केवल आशावादी हुनु मात्र होइन है। अनि के हो त? यो त मस्तिष्कलाई समस्या समाधान गर्ने मोडमा सधैँ सक्रिय राख्ने अभ्यास जस्तै हो। यसले गर्दा उनीहरूले अरूले नदेखेका अवसरहरू पनि देख्छन्, चुनौतीभित्र पनि। यो एक किसिमको मानसिक तालिम जस्तै भयो। अनि तेस्रो एउटा महत्त्वपूर्ण कुरा सङ्गतको। धनी मानिसहरू सकारात्मक र सफल व्यक्तिहरूसँग सङ्गत गर्छन् भनिन्छ। किन होला? हो, सङ्गतले धेरै ठूलो प्रभाव पार्छ। सफल मान्छेहरूसँग सङ्गत गर्दा उनीहरूको त्यो सोचाइ, रणनीति, उनीहरूको त्यो ऊर्जा पनि कता आफूमा सर्छ क्या। सार्छ? हो नि, एक किसिमको मानसिकताको प्रसारण, माइन्डसेट अस्मोसिस। जस्तै यसको उल्टो नकारात्मक वा निराशावादी मान्छेहरूको सङ्गतले त हाम्रो आफ्नै सम्भावनालाई पनि खुम्चाइदिन सक्छ। त्यसो भए यो सबै जानकारीलाई व्यवहारमा कसरी उतार्ने त? श्रोताहरूले के गर्न सक्छन् होला? एउटा सानो तर शक्तिशाली अभ्यासबाट सुरु गर्न सकिन्छ। जस्तै आफ्नो मनमा पैसाको बारेमा के कस्ता विचारहरू आउँछन् त्यसमा ध्यान दिन सुरु गर्ने।
के ती विचारहरूले आफूलाई शक्ति दिइरहेका छन् कि सीमित गरिरहेका छन्? अनि नकारात्मक विचार आयो भने? हो, जब कुनै नकारात्मक विश्वास फेला पर्छ, जस्तै मसँग पैसा टिक्दैन वा पैसा कमाउन धेरै गाह्रो छ भन्ने सोच आयो भने त्यसलाई सचेत रूपमा बदल्ने प्रयास गर्ने। कसरी बदल्ने त? त्यसलाई एउटा सकारात्मक सशक्त वाक्यले प्रतिस्थापन गर्ने अभ्यास गर्ने। जस्तै मसँग पैसा टिक्दैनको सट्टा म पैसा व्यवस्थापन गर्न र त्यसलाई बढाउन दिनदिनै सिकिरहेकी छु भन्ने। यो त आफ्नो भित्री थर्मोस्ट्याटलाई जानी जानी पुनः मिलाउनु जस्तै भयो है। अनि सानोदेखि नै यो अभ्यासले बिस्तारै बिस्तारै अवचेतन मनको त्यो पुरानो प्रोग्रामिङ बदल्न मद्दत गर्छ। यसको एउटा एकदमै प्रेरणादायी उदाहरण छन् नि क्रिस गार्डनर, जसको जीवन कथामा द पर्स्युट अफ ह्याप्पिनेस फिल्म बनेको छ। त्यो फिल्म हो, घरबारविहीन, एकल दुवा, चरम कठिनाई थियो, तर पनि उनले त्यो एउटा विश्वास कहिले छोडेनन्, म मेरो भाग्य नियन्त्रण गर्छु। हो, त्यो आत्मविश्वास हो, त्यही अटल विश्वासले नै उनलाई करोडपति स्टक ब्रोकर बन्न मद्दत गर्यो। यसैले अन्त्यमा भन्नुपर्दा मुख्य सन्देश के हो भने आर्थिक सफलता भनेको कडा परिश्रम मात्रै गरेर हुँदैन रहेछ। हुँदैन। त्यसको लागि त सोचाइको स्तर पनि बदल्नु पर्यो। ब्याङ्क ब्यालेन्स बदल्नु अघि आफ्नो त्यो भित्री आर्थिक खाका बदल्नु जरुरी रहेछ। एकदमै। र आजका लागि एउटा सानो प्रश्न छोडेर जान्छु है त। हुन्छ। यदि हाम्रो बाल्यकालको प्रोग्रामिङले, त्यो सुनेका देखेका कुराहरूले हाम्रो अहिलेको आर्थिक थर्मोस्ट्याट सेट गरेको हो भने भविष्यमा हामीले चाहेको आर्थिक उचाइ हासिल गर्न त्यो सेटिङलाई आज कसरी सचेत रूपमा रिक्यालिब्रेट गर्न सकिन्छ होला? कुन एउटा सानो तर ठोस कदम आजै चाल्न सकिन्छ होला? यसबारे सोचौँ न है।